कसैको टिकाको आजको कार्यक्रम सक्यो। बस्दै छु, सबैजना टिका लगाएको छ। कराबाट गुरुको कहिले आउँछ टिका लगाउने लगाएँ मैले मेरो साई टिका सकेपछि आराम गर्दैछु। अब चिया खाने बेला भइसक्यो। कोही पनि आएको छैन। अब सबैजना टिका लगाउनु भएको छ, हामी बसिरहेको छु। आजको कार्यक्रम सकिन्छ। अब सबै पाहुनाहरू आएर जानुभयो। अब को आउनु बाँकी हुन्छ, को आउँछ त्यसो टिका लगाउने। आज त खाना बनाउनु छ, त्यो टिका लगाउँदै मामा कताले टिका लगाउनु भयो। त्यसपछि आजको कार्यक्रम सकियो। भोलि यस्तो आज रमाइलो भइयोस्। टिका सकेसँग ठुला बडासँग परिवारसँग लगाइयोस्। एकदम रमाइलो भइहाल्छ। लुगा खोलिदिएँ, कति लुगा साडी लगाएको थिएँ बिहान। साडी लगाएर बस्न सक्दैन कि, साडी लगाएर कामै गर्नु नसक्ने कि, गाह्रो सब गरेर खोलिदिएँ। के लगाउने, सिम्पल इज द बेस्ट थिङ होइन। इन्जोय गरेँ, खाएँ। एकदम पेट टुन्नु छ आज त। यति खाएको मासु, के भन्छ मिट, ठुलो खसीको मासु यस्तो मिठो, यस्तो कबाब थियो। खाँदा 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 मेरो पेटै फुल्यो। पेट फुलेर गएको। औषधी खाएछु इन्जा, बिहान खाएँ। अब फेरि एक टाइम खान्छु छैन। पेट फुलेर कसरी खाने कने अब घरमा गएर खा भन्छु। त्यस जान्छ अहिले सब बिदारी जानुपर्छ तल टिका लगाउनलाई। तल हुन्छ। त्यसपछि आजको यतिकै हो कार्यक्रम। के हुन्छ भोलि पनि होप्स राम्रो। त्यसपछि आराम गर्ने, कोही नजाने, फेरि पनि जाने मम्मीहरू। आजलाई यतिकै हो। ल त टेक केयर। होप्स सबैले विजयादशमीको राम्रोसँग टिकट लगाउनु भयो होला। ठुला बडासँग आशीर्वाद लिनुभयो होला। फेरि ह्याप्पी दसैँ टु अल माई ब्युटिफुल पिपल्स, माई के भन्छ, जसले मेरो शुभचिन्तकहरू, जसले मेरो लागि राम्रो सोच्छ, विचार गर्छ, माया गर्छ, ती सबैलाई मुरी मुरी धन्यवाद। अब मजाले खानुहोस्, पिउनुहोस्, मस्त रहनु, तर नो ड्रिङ्क्स गर्नुहोस्। सेफ ह्याप्पी पिजासँग खानु, मासु खानु, मस्त रहनु, इन्जोय गर्नु। त हाँसो खानु जे जे आफ्नो के जे मलाई चाहिँ गर्नुहोस् है। ओके, आजलाई यतिकै, बाई। बोल्छु भाइ माफ गर्नुहोस् होला मलाई। अब मलाई आउँदैन त्यति बोल्नु, प्र्याक्टिस गर्दैछु बोल्नु, त्यति गर्न आउँदैन मलाई। ओके बाई, आजको लागि यतिकै। अब शुभ इभिनिङ भन्नु पऱ्यो। अहिले त साँझ भएको छ, भर्खर 5 बजी छ नेपालमा। 5 बजेर छ। उता कता कता हुनुहुन्छ, कसले हेर्नुहुन्छ त्यो थाहा छ कति बज्छ। ल अब बाई। अब जान्छु चिया खान जान्छु, मिल्क टी खान जान्छु। ओके ल, ह्याभ अ गुड डे फर टुमोरोको लागि। आज त डे गइसक्यो, अब नाइट आउनु लाग्छ, इभिनिङ चल्दैछ। ल ह्याप्पी बिजनेस टु अल। थ्याङ्क यू फर वाचिङ मी, लभिङ मी, अलवेज सपोर्ट मी, लभ मी है। हामी सबैलाई मायाको जरुरत पर्छ, त्यसैले धन्यवाद। टेक केयर सबैजना। ल बाई।